के तपाईहरुसँग ठूलो पीडीएफ बुक छ अथवा धेरै पेजहरुको पीडीएफ फाइल छ र त्यसबाट आवश्यक पेजहरु मात्र प्रिन्ट गर्नु छ अथवा त्यसलाई छुट्टै पीडीएफ फाइल बनाउनु छ भने त्यसको लागि तपाईहरु के गर्दै हुनुहुन्छ अनलाइनमा गएर पीडीएफ स्प्लिटर युज गर्दै हुनुहुन्छ त्यसो भए आउनुस् आज चाहिँ अनलाइनमा हैन अफलाइनबाटै सजिलैसँग पीडीएफ लाई चाहिँ स्प्लिट गर्न सिकौं सर्वप्रथम कुनै पनि पीडीएफ फाइल ओपन गर्नु होला जस्तै मैले यहाँ क्लास 10 को कम्प्युटर साइन्स को बुक ओपन गरे र यसमध्ये मलाई कुनै पनि पेज चाहिएको छ ल यसमध्ये मलाई चाहिँ युनिट 1 भनेको पेज नम्बर यहाँ हेर्नु होला युनिट 1 चाहिँ पेज नम्बर यता हेर्नुस् 8 बाट सुरु भएर कति सम्म पुगेको छ हेरौं है त 8 बाट सुरु भएर पेज नम्बर 44 सम्म पुगेको छ र मलाई पेज नम्बर 8 देखि चाहिँ 44 सम्मको चाहियो भने अब त्यसको लागि कन्ट्रोल पी गर्नुहोस् यो चाहिँ प्रिन्ट गर्ने अप्सन हो र कन्ट्रोल पी गरिसकेपछि यहाँनिर कुनै पनि प्रिन्टर आउँछ र त्यो प्रिन्टरलाई सिलेक्ट नगरिकन तपाईहरुले यहाँ जानुपर्ने हुन्छ माइक्रोसफ्ट प्रिन्ट टु पीडीएफ र यति गरिसकेपछि यहाँनिर अल पेज छ अल पेज हैन तपाईहरुले यहाँनिर चाहिँ कस्टम पेज हान्नुपर्ने हुन्छ पेजेस छान्नुहोस् र यहाँनिर पेज नम्बर 8-44 देखि मलाई 44 सम्म चाहिएको छ र यहाँनिर गएर तपाईले प्रिन्ट भन्नेमा थिच्नु होला र यति भएपछि हाम्रो छुट्टै पीडीएफ फाइल बनेको छ र यसलाई मैले UNIT युनिट 1 CLSS क्लास 10 कम्प्युटर यसरी मैले डेस्कटपमा सेभ गरे सेभ हुँदैछ थोरै समय लाग्छ न त अनलाइनबाट तपाईहरुले पीडीएफ स्प्लिट पनि युज गर्न सक्नुहुन्छ त्यसो गर्दाखेरि अलि कहिलेकाहीँ नेट नभएको ठाउँमा समस्या हुन सक्छ फाइनली हाम्रो चाहिँ पीडीएफ रेडी भइसकेको छ अब हेरौं है त ल यहाँ डेस्कटपमा आइसकेको छ यहाँनिर मैले क्लिक गरे र यसरी हामीलाई पेज नम्बर भनेको 8 देखि हाम्रो 44 सम्म थियो जम्मा हाम्रो युनिट 1 मा यसरी तपाईले कुनै पनि पीडीएफ को आवश्यकता अनुसारको पेजहरुलाई चाहिँ छुट्टै पीडीएफ बनाएर चाहिँ प्रयोग गर्न सक्नुहुनेछ आजलाई यति नै हस्त धन्यवाद तपाईहरुलाई यस्तो भिडियो मन पर्यो र यस्तै खालको अरु भिडियो पनि आओस् भन्ने चाहनुहुन्छ भने मेरो च्यानललाई लाइक कमेन्ट र सब्स्क्राइब गर्न नभुल्नु होला है त